अब के हुन्छ त्यसको अनुहारमा भने सोचेर बोल्नुपर्छ त्यो ठाउँमा बुझ्नुभयो नि बोल्दा पनि त्यस्तो पनि ठाउँ रहेछ नेपालमा सुनसरी जिल्ला के नेपालको कुरो गर्नु हाम्रै जिल्लामा चाहिँ त्यस्तो ठाउँ रहेछ सुनसरी जिल्लामै 4 दिन बसेको माछा 4 वर्ष बसेर लाग्नु निस्किन पाइँदैन होइन निरञ्जन त्यो स्कुलबाट बाहिर निस्किन पाइँदैन राति पनि सबै वाल हेर्नु पर्यो बा बम फ्याल्दिन्छन् कि बा हान्छन् कि चिया दोकानमा गयो बोल्दाखेरि ठिक्क बोल्यो थपक खाएर निस्किहाल्नु पर्यो बेलुका त झन् हिँड्नै पाइँदैन सशस्त्र आर्मी पनि थिए नि भएर के गर्नु त्यस्तो हाम्रो गाउँमा हिँड्यो नि गस्ती पनि एकपल्ट लफडा पनि भइहाल्यो परिहाल्यो हाना एसपी साहबलाई त ढकल्दा बाहिर बल खेला थालि त हाले अनि तुरन्त फोन गरेर ससुर आएर छिल्लीबिली पारिदिए मान्छेले गुड आयो कि त्यतिकै नि खोजेर झगडा गर्ने क्या त दङ्गा मचाउनु खोजेको नि त्यसको रोलै त्यस्तो क्या ठाउँ फेरि हेर्दाखेरि चाहिँ मर्ना यस्तो ल्याखुरे केही गर्दैन जस्तो हुने कि गर्नु पर्यो भने फेरि साफै भने फेरि भन्दैछु त कहिले लगिदिएको होइन ल मासले उहाँ त आफ्नो ठाउँ जक्सन पढ्यो केही हुन्छ होला भनेको त उहाँ पुगेको त ब्रिफिङ सुनेर गाउँ हेर्दा त ला अफगानिस्तान र इरानमा आए जस्तो भइहाल्यो नि अब त पुरा अल्लाहका मन्दिर मात्रै छन् घर पनि त्यस्तै छ पाकिस्तानको जस्तो ठाउँ जस्तो होइन कहाँ फसेको लाग्यो नि यार 4 रात मजाले सुत्दा पनि सुत्दैन एक डर दोस्रोको खटाइ त्यसो कुरो अब त्यही त हो नि समाज त्यही हुल कस्तो हुने अब निर्वाचन भन मेन गेटमा राख्थे फेरि म जस्तो मान्छेलाई मेन गेटमा राखिदिएको भने सकेन अब चेक गर्छु चिलिम भेट्छु बुढाहरूको चिलिम पनि भेट्छु माछाले चक्कु सबै छ कतै निकाल्नु त पुरा आँखा पुलेर चाहिँ माछा मोबाइल बाहिर राखेको के चेक गर्छस् भन्छ फेरि त्यही बुढो फेरि उल्टै होइन हजुर मेरो काम हो भन्छ त्यो काम हामी के यो गर्न आएको भन्छ उल्टै नि खोज्दैन क्या तिनीहरू त त्यस्तो ठाउँमा फर्केर आइए त साइकलले बिस्तारै हिँड्दै त माथि गरेर चिया खान गएको ठ्यास्सा हान्दियो होइन मलाई नै हानो 2 जना गएको सरी भन्छ होला त भनेको त माथि उल्टै अब त्यहाँ त तुना आँखा बोल्नु हेर्छ ल यसो फर्केर सबै मुस्लिम मात्रै फेरि बाटोमा बसेका अनि सरी है मैले नि गल्ती गरेँ म हिँड्ने मिस्टेक भयो भनेर हिँडेँ अब बस्नु परेन यत्र चिया टाप क्यामतिर भनेको यत्र चिया खानु त्यहाँ सब हेर्छ फेरि बक्कु लाग्छ कहाँ जस्तो दिन्छ हामीलाई थाहा छ नि अलग्गै छुट्टिने पहिचाने अर्को